वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म फेरि दुईजना हाम्रा बोजू लिएर चाहिँ जाँदैछु बेरपाडा। अनि त्यही छ आजको ब्लगमा चाहिँ। अनि यहाँ म अनि मेरो छेउमा चाहिँ दुईजना पनि थियो। अनि हाम्रा बोजू लिएर जान्छु। बल्ल बल्ल ब्याङ्क पुगिहाल्यो। ब्याङ्कमा फेरि यति लामो लाइन जहिले पनि यस्तो छ। पैसा चाहिँ लिएर निक्ल्यो बोजू। अब बोजूको पैसा छैछ निकाल्यो। आफ्टर द्याट वी वेन्ट टु द मार्केट। अनि त्यही छ बोजूले चाहिँ यहाँ लोटा किन्दैछ। यहाँ लोटामा लोटामा नि अब हुँदैछ पार्किङ चाहिँ त्यहाँ पनि होइन। त्यही छ। अनि अब यहाँ फेरि डिस्टर्ब गरिहाल्यो एकजना चाहिँ यहाँ त्यो मगको बारेमा। बोजूको क्लियर भएको छैन। अब मगको चाहिँ एकदम कुरा हुन थाल्यो त्यहाँ। अफकोर्स त्यहाँ बोजूहरू पनि भइहाल्छ। यहाँ चाहिँ ठिक दाम गर भन्दैछ हौ। ठिक दाम त भयो। ठिक दामै भनेर खै मेरो गरुको 12 टाका दाम भने स्टिलको लिनु हैन के त कतिले खोजेको। आफ्टर अल द्याट हामी चाहिँ फेरि सुन दोकान पनि आइपुग्यो। सुन दोकानमा बोजूको त्यो नाकको के भन्नु थियो त्यो सकेर चाहिँ हामी फेरि जाँदैछौँ अब खाना खानको लागि। मेन कुरा चाहिँ के थियो भने आज त्यही खाना खानु लगेको बोजूलाई चाहिँ लन्च। सो पुगी पनि हाल्यो। अङ्कल पनि खानासाना अर्डर गरेर एकदम खाना आयो। माम खुसी, अङ्कल झन् धेरै खुसी। एक प्लेट। अनि यो चाहिँ अब खाइसकेँ मैले खाइसकेँ। अङ्कल चाहिँ एकदम खाँदैछ। नाना पनि छ। अनि बोजू र माम चाहिँ एकदम दामादाम दिँदैछ। मजा आयो त्यहाँ पनि। सक्यो बोजू भयो कस्तो भयो मामला चाहिँ अब के टिपिरहेको। आफ्टर अल ओभरअल सबै सक्यो। ब्याङ्कको काम सक्यो हाम्रो बोजूको ब्याङ्कको। बोजूकै फेरि के भन्छ त्यो कानको पनि बनाउनु होइन कानको नाकको के बनाउँदै सुनको त्यहाँ पनि काम सक्यो। सो वी आर ब्याक। यहाँ चाहिँ हामी घर जाँदैछु अब। सो त्यही हो बोजूहरूसँग मिठो मिठो कुरा गर्दै हाम्रो बोजूको कुरा सुन्दै घर पनि आइपुगिहाल्यो हामी। अब यो चाहिँ हाम्रो गाउँ पस्ने ठाउँ। सो थ्याङ्क यू सो मच फर वाचिङ मेरो ब्लग एन्ड किप लभिङ एन्ड सपोर्टिङ। बाई बाई।